नमस्कार साथीहरू, के हामीलाई 2081-82 मा राजाको जरुरत छ? विक्रमसम्म 2065-63 मा ज्ञाने चोर देश छोडबाट सुरु भएको जनताको जनआन्दोलन 2080-81 मा केपी चोर देश छोड र 81-82 मा राजा आऊ देश बचाउसम्म पुग्दा नि अन्त्य भएको छैन। 2065-63 मा 19 दिन जनआन्दोलन गरी 240 वर्षको राजतन्त्रलाई हटाएर ल्याइएको गणतन्त्रलाई फेरि किन हटाएर राजतन्त्र ल्याउन खोजिँदैछ? एउटा न्युट्रल नेपाली भएर राजतन्त्रको 240 वर्षको इतिहास र गणतन्त्रको 17 वर्षको इतिहासलाई विकासका कामहरू, तो कल कारखाना, लिटरेसी रेट, इम्प्लोइमेन्ट रेट, फ्रिडम अफ स्पिच, फरेन रिलेसनशिप, स्टेबिलिटी अफ गभर्नमेन्ट, अर्निङ सोर्सेस अफ गभर्नमेन्ट, सेक्युरिटी, हेल्थ, यो सबै कुरामा कम्पेयर गर्दा नेपालको लागि राजतन्त्र ठिक कि गणतन्त्र? जानौं आजको भिडियोमा। दर्शकबिन, कुन राजा और मिनिस्ट्रीले आफ्नो कार्यकालमा के काम गर्यो जान्नुभन्दा अगाडि जानौं नेपालको पोलिटिकल हिस्ट्रीको बारेमा। नेपालमा राजतन्त्रको सुरुवात विक्रम सम्वत 1824 मा पृथ्वीनारायण शाहले काठमाडौँमा विजय गरी आफूलाई पहिलो नेपालको एकीकृत राजा भनेर घोषणा गरेपछि भएको थियो, जहाँ पृथ्वीनारायण शाहको भिजन नेपाललाई एउटा यस्तो राष्ट्र बनाउनु थियो जुन फरेन इन्भेजनलाई इजिली डिफेन्ड गर्न सकोस्, स्पेशली फ्रम द ब्रिटिश इस्ट इन्डिया कम्पनी साउथ साइडबाट अनि टिबेटियन एम्पायर फ्रम नर्थ साइडबाट। आफूलाई फर्स्ट किङ अफ युनिफाइड नेपाल डिक्लेयर गरेपछि पृथ्वीनारायण शाहले नै मोनार्ची स्टार्ट गरेका थिए, जहाँ राजासँग सबै पावर हुने तर मिनिस्ट्री र मिलिट्री लिडरहरूसँग सहकार्य गर्नुपर्ने, कुनै इम्पोर्टेन्ट डिसिजन गर्नु अगाडि भन्ने सन्धिलाई सुरु गरिएको थियो। त्यसपछि विक्रम सम्वत 1902 मा शाह परिवारसँग भएको म्याक्सिमम पावरलाई राणाहरूले खोसेर आफूलाई प्राइम मिनिस्टरको पोजिसनमा नियुक्ति गरी शाह परिवारका किङ्सलाई थोरै मात्र पावर दिएर 2007 सम्म राज गरेका थिए। त्यसपछि विक्रम सम्वत 2007 मा राजा त्रिभुवनले राणालाई मिनिस्ट्री पोजिसनबाट हटाएर सबै पावर आफूले लिएका थिए इन्डियाको सपोर्टमा। अनि 2046 मा भएको जनआन्दोलनका कारण त्रिभुवन राजाका आफ्नै छोरा वीरेन्द्र, जो पावरमा थिए त्यो टाइममा, बाध्य हुन्छन् कन्स्टिट्युसनल मोनार्चीलाई एडप्ट गर्न। अनि 2057 सालमा दरबार हत्याकाण्ड हुन्छ, जहाँ त्यो टाइमका राजा वीरेन्द्र अनि उनका फ्यामिली मेम्बर्सलाई दर्दनाक तरिकाले मारिन्छ अनि किङ दिपेन्द्रलाई राजा घोषित गरिन्छ, जो कोमामा थिए र टाइम पछि उनको नि डेथ भएपछि किङ ज्ञानेन्द्र शाहलाई राजाको थ्रोन दिइन्छ, जो अहिले पनि आफ्नो थ्रोन फिर्ता लिन लागि परेका छन्। ज्ञानेन्द्र शाह राजा बनिसकेपछि उनले आफ्नो पावर र जनतालाई कन्ट्रोल गर्न नसकेर बिस्तारै आफ्नो पावर गुमाउँदै जान्छन् र 2062 मा जनआन्दोलन घोषित गरिन्छ, जुन 19 दिनसम्म चल्छ र 2064 मा 240 वर्ष अगाडि पृथ्वीनारायण शाहले सुरु गरेका राजतन्त्रको अन्त्य हुन्छ र नेपालमा गणतन्त्रको सुरुवात हुन्छ। 2064 पछि नेपालमा सिग्निफिकेन्ट पोलिटिकल अनि सोसियल चेन्जेसहरू देखिन्छ र नयाँ पार्लियामेन्ट्री सिस्टमको सुरुवात गरिन्छ, जहाँको हेड राष्ट्रपति हुन्छन् र तीन ठूला दल नेपाली कंग्रेस, नेपाल कम्युनिस्ट पार्टी एमाले र नेपाल कम्युनिस्ट पार्टी माओवादीको अफिसियल सुरुवात हुन्छ। अनि 2064 सालमा सबैभन्दा ठूलो पार्टी भनिएको माओवादीले आफ्नो डोमिनेन्स देखाउन नसक्दा नेपाल कम्युनिस्ट पार्टी एमालेका झलनाथ खनाललाई प्रधानमन्त्री घोषित गरिन्छ विक्रम सम्वत 2067 सालमा। त्यसपछि नेपाली जनताले नेपालमा पोलिटिकल स्टेबिलिटी कहिले पनि देख्न पाएनन्। नेपालमा प्रजातन्त्र आएदेखि डाक्टर रामवरण यादव, विद्यादेवी भण्डारी, रामचन्द्र पौडेल गरेर 3 जना मात्र राष्ट्रपति चेन्ज भएका छन् भने प्रधानमन्त्री 5-5 वर्षमा इलेक्सनबाट चुनिने भए पनि 17 वर्षमा 14 पटक चेन्ज भएका छन्, जसमा गणतन्त्र आएपछि शेरबहादुर देउबा 2 चोटि, पुष्पकमल दाहाल प्रचण्ड 3 चोटि, केपी शर्मा ओली 4 चोटि र माधव कुमार नेपाल, सुशील कोइराला, हिलाराज रेग्मी, बाबुराम भट्टराई, झलनाथ खनाल 1-1 चोटि प्रधानमन्त्री भएका छन्। यसो हेर्दा सबै मिली बाँडीचुली खाऊ हामी भने जस्तो देखिने नेपालको राजनीति घिनलाग्दो खेल जस्तो मात्र देखिन्छ। यो थियो नेपाल एकीकरण भएदेखि अहिलेसम्म भएका राजनीतिक चेन्जेसहरूको जानकारी संक्षिप्तमा। अब जाउँ हामी हाम्रो मेन पोइन्टतिर। हजारौं मानिसहरू अहिले रोडमा निस्केका छन्, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ तथा राजा आऊ देश बचाऊ र विभिन्न नारा जुलुस गर्दै। तर के राजा ल्याउनु नै अन्तिम विकल्प हो त? नेपाल कस्तो थियो राजतन्त्रमा र अहिले कस्तो छ, यो कुरा जान्नको लागि आज हामी 10 वटा सेक्टरको आधारमा राजतन्त्र र गणतन्त्रलाई कम्पेयर गर्नेछौँ। भिडियो अन्तिमसम्म हेर्नुभयो भने राजा ल्याउनु ठिक हो कि होइन भन्ने कुराको एन्सर अवश्य पाउनु हुनेछ, त्यसैले भिडियो अन्तिमसम्म हेर्नुहोला। सुरु गरौँ हाम्रो एकदमै इम्पोर्टेन्ट सेक्टर विकास निर्माणको कामबाट। राजतन्त्रको
जबको बेलामा आधुनिक युग भनौं अथवा टेक्नोलोजीको युग भर्खरै सुरुवात हुँदै थियो, त्यो टाइममा नि राजाहरूले त्रिभुवन हाइवे, पृथ्वी हाइवे, महेन्द्र हाइवे जस्ता ठूला हाइवेहरू बनाएका थिए आफ्नै स्रोत र साधनहरूको युज गरेर। त्यस्तै नेपालको फर्स्ट ब्याङ्क नेपाल राष्ट्र ब्याङ्क, फर्स्ट रेडियो नेपाल अनि टिभी तथा न्युजपेपरको पनि सुरुवात राजाकै पालामा भइसकेको थियो। त्यस्तै नेपालको पहिलो हाइड्रो पावर प्रोजेक्ट त्रिशुली हाइड्रो पावर प्लान्ट पनि राजाकै पालामा सुरु भइसकेको थियो। गणतन्त्रमा हेर्ने हो भने बीपी हाइवे जापानको सहयोगमा मधेस एक्सप्रेस, जसलाई फास्ट ट्र्याक पनि भनिन्छ, पुष्पलाल हाइवे जस्ता ठूला ठूला हाइवेको निर्माण र नेपालको धेरै विकट ठाउँहरूमा समेत रोडहरू पुगेको गणतन्त्र आएपछि नै हो। यसका साथसाथै प्राइभेट कम्पनीको सहयोगमा होस् या गभर्नमेन्ट आफैले आफ्नो स्रोत र साधन युज गरेर धेरै हाइड्रो पावरहरूको पनि निर्माण भएको छ, जसले नेपाल मात्र नभई भारतको पनि विभिन्न भूभागहरूलाई उज्यालो बनाएको छ। संक्षिप्तमा भन्न पर्दा विकास निर्माणको कामहरू आफूसँग भएको स्रोत र साधनको हिसाबले राजतन्त्र र गणतन्त्र दुईटैमा ठिकठिकै भएको जस्तो देखिन्छ। अब जाम हामी अर्को सेक्टर जहाँ हामी डिस्कस गर्नेछौँ उद्योग कल कारखानाको। नेपालको पहिलो ब्याङ्क नेपाल ब्याङ्क लिमिटेडलाई त्रिभुवन राजाको पालामा इस्टाब्लिस गरिएको थियो र गणतन्त्रको पालामा गभर्नमेन्ट ब्याङ्किङ सेक्टर भन्दा बढी प्राइभेट सेक्टरहरूलाई प्राथमिकता दिएर डिजिटल ब्याङ्किङलाई अगाडि बढाइएको छ। विराटनगर जुट मिल, हेटौडा सिमेन्ट इन्डस्ट्री, बाँसबारी लेदर सुज फ्याक्ट्री, बुटोल स्पिनिङ मिल, हिमाल सिमेन्ट फ्याक्ट्री जस्ता ठूला ठूला इन्डस्ट्री जसले हजारौं नेपालीहरूलाई रोजगारी दिएको थियो, सबै उद्योगहरू राजतन्त्रको बेलामै खोलिएका थिए। यी सबै उद्योगहरूलाई बढाउनु त कता कता सबै इन्डस्ट्रीमा प्राइभेट सेक्टर घुसाएर बन्द गर्न बाध्य बनाउने गणतन्त्रकै मालिकहरू हुन्। लिटरेसी रेटतिर जाने हो भने 2064 भन्दा पहिला नेपालमा 54% मानिसहरू एजुकेटेड थिए र त्यसपछि यसको रेट बढेर 76% भएको छ। लिटरेसी बढ्नुमा गभर्नमेन्टको मात्र नभई टेक्नोलोजी र प्राइभेट सेक्टरहरूको पनि ठूलो हात रहेको छ। 2008 भन्दा पहिला र त्यसपछिको अनइम्प्लोयमेन्ट रेट हेर्ने हो भने राजतन्त्रको टाइममा 4.5% मान्छेहरू मात्र अनइम्प्लोयड थिए, जहाँ अर्निङको मुख्य सोर्स एग्रिकल्चर थियो र त्यसपछि हेर्ने हो भने अनइम्प्लोयमेन्टको रेट बढेर 12% हुन गएको छ, जसमा वान अफ द रिजन राजतन्त्रको पालामा खोलिएका सबै कल कारखानाहरू बन्द गरिदिनु पनि हो, जसले लाखौं नेपालीहरूलाई विदेशिन बाध्य बनाएको छ। फ्रिडम अफ स्पिच यानी कि बोल्ने अधिकारलाई हेर्ने हो भने राजतन्त्रमा भन्दा गणतन्त्रमा फ्रिडम अफ स्पिचलाई धेरै प्रमोट गरिएको छ। डेमोक्रेसीको एउटा राम्रो पक्ष भनेको फ्रिडम अफ स्पिच पनि हो। यसमा शान्ति कायम गर्न छिमेकी राष्ट्रहरूले पनि ठूलो भूमिका खेल्ने हुँदा फरेन रिलेसनशिप सेक्टरलाई नै एउटा इम्पोर्टेन्ट सेक्टरको रूपमा हेर्नुपर्छ। राजतन्त्रको पालामा हाम्रो छिमेकी राष्ट्र बोथ इन्डिया एन्ड चाइना तथा वेस्टर्न नेसनहरूसँग राम्रो रिलेसन इस्टाब्लिस गरिएको थियो र गणतन्त्र आएपछि यसलाई अझै धेरै प्रमोट गरेर इन्डिया तथा चाइनाबाट धेरै इन्भेस्टमेन्टहरू भित्राउनुको साथै युएस अनि युरोपका अरू कन्ट्रीहरूमा पनि राम्रो सम्बन्ध इस्टाब्लिस गरिएको छ। अब कुरा गरौँ एकदमै इम्पोर्टेन्ट सेक्टरको, जुन छ अर्निङ सोर्सेस। गणतन्त्र र राजतन्त्र दुईटै टाइममा बाहिरी देशहरूको सहयोगलाई मुख्य अर्निङ सोर्सको रूपमा लिइएको छ। यसका साथसाथै ट्याक्स जुन राजतन्त्रमा लो रेटमा थियो त्यसलाई अहिले धेरै नै बढाएर हरेक सामानलाई ओभर एक्सपेन्सिभ बनाइएको छ। राजतन्त्रमा वैदेशिक रोजगारलाई धेरै प्राथमिकता दिने गरिन्थेन भने गणतन्त्रमा नेताहरूले नै खोलेर तँलाई विदेश काम गर्न पठाउँछु, मलाई भोट दे भन्नेको सुन्न पाइन्छ। बिना ढेउआ के फ्री वीजा, फ्री टिकट, फ्री के मतलब बिना ढेउआ के वीजा मिलते हैं, बिना ढेउआ के टिकट मिलते हैं, बिना ढेउआ के काठमाडौँ में तालिम मिलते हैं। र नेपालको 23% अर्निङ सोर्स रेमिटेन्स भएको पनि गणतन्त्रकै टाइममा हो। अर्को इम्पोर्टेन्ट सेक्टर जसले नेपालको जीडीपीलाई बोस्ट गरेको छ त्यो टुरिज्म हो। टुरिज्मको प्रमोट गणतन्त्रमा अत्याधिक भए पनि नेपालका ठूला ठूला पर्यटकीय स्थल जस्तै दरबार स्क्वायर, पशुपतिनाथ, पौर स्तूपा, लुम्बिनी तथा अन्य धेरै पर्यटकीय स्थलहरू राजाको पालामा नै बनेका थिए, जसले धेरै बिजनेसहरूलाई सस्टेन गर्न हेल्प गरेको छ। सेक्युरिटीको हिसाबले हेर्ने हो भने नेपालका सेक्युरिटी फोर्सेस, नेपाल आर्मी र नेपाल पुलिसलाई राजतन्त्रको टाइममा आफ्नो कठपुतली जस्तो बनाएर राखिएको थियो भने गणतन्त्रको टाइममा सेक्युरिटी फोर्सेसलाई सिभिलियन लिडरशिप दिएर पब्लिकको सर्भिसमा खटाइएको छ। हेल्थ सेक्टरलाई हेर्ने हो भने टिचिङ हस्पिटल, वीर हस्पिटल, पाटन हस्पिटल, धुलिखेल हस्पिटल जस्ता धेरै हस्पिटलहरू राजतन्त्रको पालामै बनेका थिए। गणतन्त्र आएपछि गभर्नमेन्ट हस्पिटललाई भन्दा बढी प्राइभेट हस्पिटललाई प्राथमिकता दिए पनि नेपालको म्याक्सिमम ठाउँहरूमा हस्पिटल पुगेको छ, जुन एउटा विश्वसनीय काम हो। ओभरअल हेर्दा आफ्नो थोरै स्रोत र साधनको युज गरेर भए पनि राजतन्त्रको पालामा एउटा राम्रो जब निर्माण गरिदिएको देखिन्छ फ्युचर जेनेरेसनको लागि। अनइम्प्लोयमेन्ट रेट बढ्नुदेखि हरेक सामानको प्राइसले आकाश छुनुमा गणतन्त्रमा भएको मिनिस्ट्रीको ठूलो हात देखिन्छ। अहिलेको नेपालको सिचुएसन हेर्दा चाँडै नै नेपालको आधी जनता विश्वको कुना कुना गएर बस्ने र बाँकी जनताहरू मध्ये धेरैमा अनइम्प्लोयमेन्ट तथा चर्को महँगीले हङ्गर तथा अन्य विभिन्न प्रब्लमहरू निम्तिने संकेत देखिन्छ। अहिले पावरमा भएका पोलिटिकल पार्टीलाई नै पावर दिइराख्ने हो भने नेपालको सिचुएसन
रिलेसन श्रीलङ्का र बङ्गलादेशको जस्तो हुँदैन भन्नेमा केही शंका छैन र राजालाई हाल्दा पनि ज्ञानेन्द्र शाह जो 77 वर्ष पुगिसकेका छन् र उनी पछि बन्ने राजा उनका छोरा पारस शाह जस्तो मान्छेलाई राजाको रूपमा स्वीकार्दा चोक्टा खाना गकी बुढी झोलमा डुबेर मरी भने जस्तो हुन सक्छ। त्यसैले हाम्रो पोइन्ट अफ भ्यूमा हामीलाई राजा चाहिएको होइन, हामीलाई बालेन तथा हर्क साम्पाङ जस्तै एउटा निष्पक्ष लिडर चाहिएको हो जसले सधैँभरि नेपालको हितको लागि मात्र काम गरोस्। हस् त भिडियो हेरिदिनु भएकोमा धन्यवाद। यदि भिडियो राम्रो लाग्यो भने लाइक, कमेन्ट र च्यानललाई सब्स्क्राइब गरी भिडियोलाई आफ्नो साथीहरू माझ पुर्याइदिनु होला। अब म भेट्नेछु हजुरहरूलाई अर्को भिडियोमा।